म्युजिक एकाडेमीबाट यो पाँच स्टेडियमको ग्राउन्डमा उपस्थित विशेष गरेर कलाकार भाइ बहिनीहरू अनि डान्स इन्स्टिट्युसन अनि म्युजिक इन्स्टिट्युसनका अति आदरणीय प्रोप्राइटर्सहरू तपाईँ सबैजनालाई सिक्किम सरकारको तर्फबाट अनि मेरो व्यक्तिगत तर्फबाट म हृदयबाट धन्यवाद दिन चाहन्छु। किनभने तपाईँहरूले साथ पनि धेरैजना प्रायः तपाईँको 2025को 29 तारिक मेको निम्ति तपाईँ सबैजनालाई है विशेष गरेर हाम्रो देशको माननीय प्रधानमन्त्री श्री नरेन्द्र मोदीज्यूको अगाडि प्रस्तुति दिनका निम्ति तपाईँले तयारी गरिसक्नु भएको थियो। तर त्यति बेलाको वेदरको कारणले गर्दा मौसमको कारणले गर्दाखेरि माननीय प्रधानमन्त्रीजी बागडुग्रासम्म उहाँ आइपुगेपछि वेदरको कारणले गर्दा उहाँ आउन सक्नु भएन। तर पनि उहाँले बागडुग्राबाट नै हामी सबै सिक्किमेहरूलाई हाम्रो 50 वर्ष स्वर्ण जयन्तीको शुभ अवसरको सन्देश हामीलाई शुभकामना उहाँले हामीलाई बधाई उहाँले चढाउनु हो। अनि तपाईँहरूको इच्छा थियो कि होइन हामी कुनै दिन हामी हाम्रै प्रधानमन्त्रीजीको माननीय प्रधानमन्त्रीजीको नै अगाडि व्यक्तिगत रूपमा हामी प्रदर्शन गर्नु पायो भने राम्रो, आफ्नो प्रस्तुतिलाई राख्नु पायो राम्रो हुन्थ्यो। त्यसपछि म जब उहाँको 29 मे 2025 को कार्यक्रम रद्द भएपछि फेरि म माननीय प्रधानमन्त्रीजीलाई मैले भेट्ने अवसर पाएँ र मैले त्यति बेला राखेँ तपाईँलाई पुरा सिक्किमे जनताको तर्फबाट फेरि पनि तपाईँको समय अनुकूल भयो भनेदेखि तपाईँ सिक्किममा आइदिनुहोस्, हामीलाई आशीर्वाद दिनुहोस् भनेर मैले आफ्नो तर्फबाट सिक्किमे जनताको तर्फबाट मैले कुरा राखेँ, उहाँलाई अनुरोध गरेँ र दुईपल्ट म भेट्दाखेरि अनुरोध गर्दाखेरि यसपालि जति बेला म गएँ होइन उहाँले समय दिनु, आफ्नो व्यस्त समयलाई छोडेर उहाँले सिक्किममा 27 तारिकको दिन 27 अप्रेल गए सालमा मेमा थियो तर यसपालि 27 मेको दिन 2:45 मा उहाँ सिक्किमको लिभिङ हेलिप्याडमा उहाँ आउनुहुँदैछ, उहाँको एराइभल छ। अनि त्यो दिन पनि हामी विशेष गरेर उहाँलाई स्वागत जनाउनको निम्ति हामीले विशाल र्यालीको आयोजना गरेको छौँ। विशाल र्याली ताकि हाम्रो देशमा कुनै पनि ठाउँमा त्यस्तो र्याली नभएको होस्। हामी एउटा युनिक र्यालीको हामी तपाईँको हामी आयोजना गर्दैछौँ। अनि त्यो र्यालीमा पनि म तपाईँहरूलाई यत्रो तपाईँहरू दुःख गरेर आउनुभएको छ, तपाईँहरूलाई म है अनुरोध गर्न चाहन्छु तपाईँहरू सहभागी बनिदिनुहोस्। अनि तपाईँले जुन प्रकारले अस्तिदेखि नै तपाईँहरू यहाँ दुःख खटेर है यत्रो ग्रुपमा 1000-2000 जना भनेको कम होइन। हामीले कोही बेला परिवारलाई नै कोही बेला कहाँ कोही बेला सुत्ने जग्गा पुग्दैन, कोही बेला ढिलो खाना पाउँछ, लन्च ढिलो हुन्छ, डिनर ढिलो हुन्छ, ब्रेकफास्ट ढिलो हुन्छ। त्यस्तो 1000 जना तपाईँहरू हुनुहुन्छ, विभिन्न जिल्लाबाट आउनुभएको, विभिन्न डान्स एकाडेमीबाट आउनुभएको, विभिन्न म्युजिक एकाडेमीबाट आउनुभएको छ, सेल्फ हेल्प ग्रुपबाट आउनुभएको छ, विभिन्न एनजिओसबाट आउनुभएको छ, विद्यार्थी नानीहरू हुनुहुन्छ। हुनसक्छ तपाईँहरूलाई कहीँ न कहीँ कमी होला, तपाईँलाई कमी होला, दुःख होला। तर यो कमीहरूलाई यो दुःखहरूलाई तपाईँहरूले है नमानिकन है तपाईँहरूको प्रस्तुति जुन प्रकार तपाईँले माननीय प्रधानमन्त्रीजी हाम्रो देशको माननीय प्रधानमन्त्री महोदयको अगाडि प्रस्तुत गर्ने जुन मौका पाएको छ यो सबैभन्दा सुनौलो मौका हो है। यो सिक्किमको निम्ति तपाईँहरू कलाकारको निम्ति पनि होइन, मात्र होइन यो सिक्किमको निम्ति यो सबैभन्दा ठुलो एउटा मौका हो। चाहे तपाईँले 2 मिनट प्रदर्शन गर्ने मौका पाओस्, चाहे तपाईँले 5 मिनट नै पाओस्, चाहे 10 मिनट पाओस्, पाउनु नै सबभन्दा ठुलो गर्वको कुरो हो। यो एउटा ऐतिहासिक क्षण हुन्छ हाम्रो, किनभने हाम्रो 50 वर्ष हाम्रो राज्यले 50 वर्ष पुगेको स्वर्णम है हामी स्वर्ण जयन्ती मनाउँदैछौँ। यो हाम्रो सुनौलो मौकामा तपाईँहरूलाई म धेरै धेरै शुभकामना व्यक्त गर्न चाहन्छु। अनि जति पनि खट्नुहुने कोरियोग्राफरहरू जति पनि हुनुहुन्छ, हाम्रो जति पनि म्युजिक एकाडेमीका जति पनि प्रोप्राइटर्सहरू हुनुहुन्छ, तपाईँहरू सबैजनालाई म धेरै धेरै धन्यवाद दिन चाहन्छु अनि शुभकामना व्यक्त गर्न चाहन्छु। र सरकारको तर्फबाट हामीले एरेन्जमेन्ट है
मेरो अर्गनाइजेसन टिमले तपाईँलाई एरेन्जमेन्ट गरेको छ। अनि पिछेबाट जसरी हामीले लास्ट इयरमा तपाईँलाई है अन्तिम भोलिपल्ट हामीले तपाईँलाई भेटेका थियौँ, त्यसरी नै फेरि यसपालि पनि तपाईँलाई हामी भेट्छौँ है 28 तारिक अनि 29 तारिकमा तपाईँलाई भेटेर मात्रै हामी बिदा दिन्छौँ यहाँबाट। अनि विशेष गरेर हाम्रो कल्चर डिपार्टमेन्टको है जुन तत्त्वावधानमा यो कार्यक्रम भइरहेको छ अनि कल्चर डिपार्टमेन्टले जुन प्रकारले खटेर काम गरिरहेको छ, कल्चर डिपार्टमेन्टलाई पनि म धेरै धेरै धन्यवाद दिन चाहन्छु र तपाईँ सबैजनाको स्वास्थ्य तपाईँले ख्याल राख्नुहोस्, किनभने यो ग्राउन्डमा अनि यो है यो आर्टिफिसियल टफ हो, यो नेचरल ग्रास होइन, त्यसो त कहीँ न कहीँ केही हुनसक्छ तपाईँलाई है। त्यसले गर्दा केही त्यस्तो गभर्मेन्ट मेडिकल टिमहरू छ हाम्रो। अनि विशेष गरेर हामीले यो अर्गनाइजेसन गर्नको निम्ति, यो कार्यक्रम अर्गनाइजेसन गर्नको निम्ति सरकारको तर्फबाट मेरै पोलिटिकल सेक्रेटरी राजनीतिक सचिव जेकब खालिङज्यू अनि उहाँको टिमलाई जिम्मा दिएको छ र केही तपाईँले भन्नुहोला, एकदमै तपाईँले एउटा सुनौलो मौका हो। अनि सबै कलाकारको नाम कुन ग्रुपबाट, कुन म्युजिक इन्स्टिट्युसनबाट हो, कुन चाहिँ डान्स इन्स्टिट्युसनबाट हो, कुन स्कुलबाट हो, प्रत्येकको तपाईँहरूको नाम अनि बाउको नाम अनि तपाईँहरूको एड्रेस अनि है फोन नम्बर दिनुभयो भने हामीलाई अति नै राम्रो हुन्छ, ताकि यो रेकर्ड होस्, तपाईँ इतिहास बन्छ र तपाईँहरू सबैजनालाई एकपल्ट फेरि पनि 27 तारिकको निम्ति अनि 28 तारिकको निम्ति धेरै धेरै शुभकामना व्यक्त गर्दै मेरो तर्फबाट धन्यवाद दिन चाहन्छु।